हेलो गुड मॉर्निंग नमस्ते आज 4th of February हो 21st of March आज हामी होटल यहाँ बगनबाट हामी चारधाम KG3 UK टिम अनि प्लस हाम्रो KG3 फ्यामिलीहरू चारधाम जानको लागि रेडी भएका छौँ। अहिले 4:30 भइरहेको छ भनेदेखि हामी सबैजना यहाँ यसरी रेडी भएका छौँ। हामीले अरू साथीहरूलाई पनि वेट गरिरहेका छौँ। हाम्रो अध्यक्ष हुनुहुन्छ यसरी हामी सबै यहाँ रिसेप्सनमा वेट गरिरहेका छौँ। हाम्रो चेली प्रमुख लिना नानी हामी त एकदम फास्ट हजुर ल गुड मर्निङ हाम्रो भाइहरू मेरो भाइहरू है प्यारो भाइहरू 3 जना सँगै बसेको रहेछ ल हाम्रो यो होटलको मालिक हाम्रो विजय भाइ है हाम्रो प्यारो भाइ र सबैको दिन शुभ रहोस्। धन्यवाद। जय बुद्ध। हाम्रो KG3 को टिम अहिले हामी नमो बुद्धायमा दर्शन गर्न आइपुगेका छौँ। हाम्रो यो 2टा मिनी कोचहरूमा चाहिँ हामी आएको हो अहिले। अनि बिहान छ अलि जाडो छ धेरै। नमो बुद्धमा हाम्रो सम्पूर्ण टिमहरू यसरी तासिदिले छाजलो हाम्रो टिम यसरी हामी नमो बुद्धको गुम्बामा छौँ। अहिले बिहानी पखको 6:30 बजेको छ अनि यहाँ भक्तजनहरू टुरिस्टहरू आउने जाने क्रम जारी छ। हेर्नुस् एकदमै जाडो छ। ल हाम्रो उहाँ राजेन्द्र ओमुले छिटो भन्दै हुनुहुन्छ भाग्नु पर्यो। हामी यो नमो बुद्धको गुम्बाबाट हो भर्खर सनराइज भइरहेको छ उतातिर। यहाँ रामले बोलाइराख्नु भएको छ। गुरुजीहरूको ब्रेकफास्ट टाइम भएको रहेछ अहिले। अनि यसरी यो भ्यूहरू देख्न सकिन्छ यहाँबाट। हेर्नुस् धेरै राम्रो फिल भइरहेको छ। जलाइसके पछाडि भिन्सेल भनेको चाहिँ म जस्तो मान्छेले त त्यस्तो बनाउन सक्दिनँ। सानो एउटा चाहिँ छट्याङ बनाएर घरमा राख्नु हो। गुरुको चाहिँ सबै चिज जम्मा पारेर त्यहाँ बनाएको छ। गर्दाखेरि साक्षात् गुरुकै दर्शन गरे बराबर हामी त्यहाँ जान्छौँ। अनि गुम्बाभन्दा माथिरको ठाउँहरू त्यहाँ गुम्बाभित्रै गई अरू पाठहरू दर्शन गर्छौँ। यहाँ जान दिँदैन।
यो हाम्रो गुरुज्यू बस्नुहुने रहेछ यो गुम्बाभित्र। म आजबाट बुद्ध भएँ भनेर चाहिँ कसलाई भन्ने त भनेर यो धरतीलाई साँची राखेर म बुद्ध भएँ भनेर भन्नुभएको हो क्या। त्यसले गर्दाखेरि त्यो भयो। अनि उहाँ चाहिँ बुद्धता प्राप्त भइसकेपछि मान्छेलाई चाहिँ केटाकेटीलाई आमा मैले यस्तो पाएँ भनेर खुसी हुन्छ नि, त्यो खुसी कसलाई भन्ने त भन्दाखेरि उहाँको गुरुलाई भन्छु म भन्दा गुरु पनि बितिसकेको थियो। अनि त्यहाँको बच्चाहरूले चाहिँ अब उहाँलाई चाहिँ बुद्ध 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 भनेपछि उहाँ बुद्ध पनि हो। स्वयं त्यो हात चाहिँ यो धरतीलाई मैले साँची राखेँ तर म बुद्ध भएँ भनेर त्यो हात त्यो गरेको। अनि यो उहाँहरूको 5 वटा चेलामध्येमा चाहिँ उहाँलाई सुरुमा चाहिँ बचपनमा सिकाएको कौन्डन्या भन्ने चाहिँ गुरु चाहिँ उहाँ हो। पछि उहाँ नै के अरे बुद्धको फेरि चेला भएर निस्क्यो र बुद्ध पछाडि बुद्धले चाहिँ आफ्नो स्वरूप प्रष्ट देखाएको पहिलो व्यक्ति पनि उहाँ नै हो। अनि त्यो 5 वटा चाहिँ पहिला त्यही वडाहरूको बगिनीको चाहिँ डमरुहरू। हामी भर्खरै नमो बुद्धाय सबै दर्शन गरेर हामी अब अर्को डेस्टिनेसनतिर जाने तर्खरमा छौँ। उकालो निकै उकालो छ, निकै उकालो छ। हेर्नुहोस् त कठिन उकालो छ यहाँ। ल हेर्नुहोस् खाएको खाना डाइजेस्ट हुन्छ यस्तो उकालो छ यहाँ। हेर्नुहोस् है, हजुरहरू आउनुभयो भने राम्रोसँग बन्दोबस्त गरेर आउनु होला। जय बुद्ध। स्पेसल बाटो अनि र यो के रे यो लुदा। यो नमो बुद्धमा यो अस्तु विसर्जन गर्ने ठाउँ। राजकुमार जसले त्यो बेलामा आफ्नो शरीर बगिनीलाई भोको बगिनीलाई खुलाएको थियो काटेर उहाँको अस्तु यहाँ ल्याएर विसर्जन गरिएको थियो भन्ने हामीले बुझ्यौँ। यो अस्तु विसर्जन गर्ने ठाउँ पवित्र स्थल। यहाँ हाम्रो ग्रुपहरू यसरी यता घुमिरहनु भएको छ, पूजा गरिरहनु भएको छ। यसरी एउटा सानो चोक जस्तो रहेछ यहाँ। ल आइहाले व्हाइट गुम्बामा छौँ हामी अहिले। यता हो क्या रे? यता हजुर व्हाइट गुम्बामा अहिले हाम्रो लन्चको टाइम भएको छ अनि हामी सरसर्ती यता लन्च खान लागेको छ। यहाँ चाहिँ क्याप्सी, टी, कफी अनि भेराइटिजहरू सबै कुरा रेडी छ। हाम्रो टिम यहाँ यसरी बसेर इन्जोय गरिरहनु भएको छ। म पनि अब जोइन हुनेछु। ल यसरी सबैजनाले लन्च टाइम भएको छ है। ल अहिले यस्तो उकालो छ
यो फर्पिङको असुर गुफा हो। हामी सबै यहाँ आइपुगेका छौँ अहिले अनि हामी अहिले बत्ती बाल्न लागिरहेका छौँ। यसरी बाल्न लागेका छौँ। त्यो होइन त्यो होइन अब यो ल्याउ सघाउनु हामी बिहान 5 बजेबाट हिँडेको हाम्रो अहिले बौद्धनाथमा आएर 4 धामको यात्रा एकछिनमा सकिनेछ। जय बुद्ध। डन्डडान जय KG3 गुड मर्निङ, नमस्ते। हामी अहिले सुन्धारामा छौँ। हामी KG3 युकेको टिम अहिले पोखरा, काठमाडौँबाट पोखरा जानको लागि यो हाम्रो कोच हाम्रो विजय भाइले उठाएको छ, यो एरेन्ज गरेको छ। हामी चाहिँ सबैजना टिमहरू कोचमा जानेछौँ। हाम्रो सम्पूर्ण टिमहरू होटल बगानमा बसेको छ भने अहिले यो गाडी हाम्रो सिङ्गापुर होटलको अगाडि रोकिएको छ। सबैजना आउँदै हुनुहुन्छ। जय बुद्ध, नमस्ते सम्पूर्ण KG3 फ्यामिलीलाई। हामी अहिले काठमाडौँ सुन्धारा होटलबाट निक्लेर हामी यो सोफावाला बसमा हामी पोखराको लागि जाँदैछौँ। हजुरहरू आउनु नभएकोहरूले पनि यो भिडियो हेर्नु होला अनि इन्जोय गर्नु होला। के गर्ने, नेक्स्ट टाइममा चाहिँ समय पक्कै पनि मिलाउनु होला। यस्तो टुर हुँदाखेरि यो टुर भनेको चाहिँ अब एकदमै मुस्किलले एकदम सबै कुराहरू मिलाएर बनाएको हुन्छ। त्यसले गर्दाखेरि हामी चाहिँ अहिले पोखराको लागि जाँदैछौँ। भोलि हामी सोपालमा जान्छौँ। भोलि प्रोग्रामहरू फेरि छ भोलिबाट पनि। अनि कागबेनीमा चाहिँ हामी 11 तारिकमा हाम्रो मेन डेस्टिनेसन, मेन हाम्रो टार्गेट चाहिँ हामी सबैजना त्यहाँ चाहिँ धेरैजना हुन्छ होला, सायद मेबी 100 भन्दा धेरै हुन्छ होला। हाम्रो अहिलेको जानकारी अनुसार हाम्रो चेयरम्यान यहाँ मेडिटेसन गर्दै हुनुहुन्छ। हाम्रो औमुले पनि मेडिटेसन गर्दै हुनुहुन्छ। हाम्रो यहाँ क्याप्टन जीवन औमुले पनि मेडिटेसन गर्दै हुनुहुन्छ। हाम्रो दिदी चाहिँ टाढो हुनुहुन्छ यहाँ। अनि हाम्रो जयन्ती दिदी पनि रेस्ट गर्दै हुनुहुन्छ। हाम्रो चित्र राई, हजुर गुड मर्निङ, जय बुद्ध। उठ्नु भयो होइन। यहाँ हाम्रो दिदी हुनुहुन्छ। नानु, सबभन्दा सानो नानु चाहिँ दिइरहेको छ। हाम्रो संस्थापक अध्यक्ष औमु यहाँ, उहाँले पनि मेडिटेसन गर्नुभएको छ। हाम्रो गोलमान बाबु पनि मेडिटेसन गर्नुभएको छ। यसरी हाम्रो सामानहरू यहाँ पुरा पछाडि प्याक छ। हामी यसरी जाँदैछौँ पोखराको लागि। सबैको दिन शुभ रहोस्। धन्यवाद। जय बुद्ध। हामी अहिले टी ब्रेकफास्ट। नमस्ते। काठमाडौँ छोडेर पोखरातिर लाग्दैछ है। हजुर हजुर दिदी, हामी ब्रेकफास्टको लागि अहिले रोकेको छ। सबैजना यसरी निक्लिरहनु भएको छ।
अलिअलि जाडो रहेछ। अछु 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 अछु। गुड मर्निङ। हामी अहिले ब्रेकफास्ट ब्रेकको लागि धादिङको गल्छी भन्ने ठाउँमा यहाँ रोकेका छौँ। ल खानु है। भर्खर 18 पुग्दैछ। 18 पुगेको उपलक्ष्यमा। ल ल खानुहोस् है, इन्जोय गर्नुहोस्। तपाईँको रेस्टुरेन्ट हो कि के हो? तपाईँको रेस्टुरेन्ट हो कि क्या हो भनेको। हाम्रो कोने घोताने गोन्डे समाजको टिम हामी अहिले सिरबारीमा छौँ अनि भव्यताको साथ यहाँ वेलकम भइरहेको छ। यो हाम्रो प्यारो सिरबारी। भोलि हामी थाप्लेमा जाने हो। हाम्रो चेलीहरू दिदीबहिनीहरू यसरी
होला द्याट्स वाइ 18 फेरि प्लस गर्नुभएको छ। सो एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु आदरणीय दाइ राम गुरुज्यू भान्जी मिना गुरुज्यूलाई। पश्चिम पर्यो दरौ पूर्वतिर उत्तर दक्षिण सोपल गाउँ हिरा सोपल गाउँ हिरा बसमा चढी जाउँ साथी सारा वेलकम गर्छौँ सोपलमा बसमा चढी जाउँ साथी सारा वेलकम गर्छौँ सोपलमा गुड मर्निङ। हामी अहिले होमस्टे नम्बर 16 मा सिरिबारी बिनुकोमा छौँ अनि हामीले अहिले अनदीको पुवा अन्डा अनि लोकल आलु यसरी चाम्रीको पुवा अनदीको पुवा यसरी हामीले सबैजनाले हाम्रो टिमले यसरी खाँदैछौँ। अनदीको पुवा आलु मिठो मिठो आलु। हजुरहरू आउनुभएको छैन भने आउनु होला। होमस्टेको पुवा भले नै खानाको बस्नेको सबै भ्रमण गर्नु होला। यो हाम्रो सिरबारी गाउँको प्यार्क्यु कुवा हो। यो प्यार्क्यु कुवा नासम्म जहिले पनि पानी अटुट्टै रूपमा आइरहेको हुन्छ। यो अहिले प्रिजर्भ गरेर संरक्षण गरेर राखिएको छ यसरी यो प्यार्क्यु कुवालाई। यो युज गर्छ होला नि यो पानी डेस्टिनेसन कहाँ के दाइले भन्नुहुन्छ अनि दाइले नै फलो गर्छ हामी ल सबैलाई गुड मर्निङ नमस्ते। हिजो अलिकति हामी ढिलो भयो तैपनि यहाँ मान्छे धेरै भएको हुँदा जति चाहेको जस्तो हाम्रो यहाँ सायद स्वागत र बस्ने व्यवस्था अलि हुँदैन होला। जे भए तापनि यहाँले आएर सिरबारीको हाम्रो गाउँको भ्रमण गरिदिनु भयो। मेरो रिक्वेस्टलाई एक्सेप्ट गरिदिनु भयो। यहाँहरू सबैलाई मेरो तर्फबाट एकदमै हार्दिक धन्यवाद। गुड मर्निङ ल आउनुहोस्। हामी चाहिँ अब थ्याङ्क यू मिना बुहारी। थ्याङ्क यू अमु। हामी चाहिँ डिपार्टिङ। गुड मर्निङ दिदी। हजुर कुर्लेमा लाग्यौँ हामी। हजुर हजुर नमस्कार नमस्ते। हेलो हेलो कुवा प्यार्क्यु कुवा। हजुर बाई बाई सिरुबारी। सी यु अगेन। राम्रो खानापिना व्यवस्था गर्नुभएको छ धन्यवाद। फेरि आउनु होला माया गर्नु होला। हजुर दिदी नमस्ते नमस्ते। तपाईँले चाहिँ सबै गाउँ उज्यालो बनाइदिनु भएको रहेछ सिरुबारीलाई। हजुर सबै मैले अस्ति आएर सफा गरेको। हाम्रो भाउजूले अलिक पुरा ल यसरी हामी चाहिँ सबैजना हजुर ल आउनुहोस् आउनुहोस्। आउनु को हिँड्नु त ल आउनुहोस्। हजुर ए हो र ए यता जानुहुन्छ ए ल हजुर नमस्ते सबैजनालाई है। ल हामी कुर्लेबाट आयौँ अनि अब हामी थाप्ले दरौमा जान लागेको हो। यो महावीर
सिरुबारी कुर्लेको महावीर हो। हाम्रो रूपाले पनि भिडियो गर्दैछिन्। अब हामी यो बस अनि जिपमा गरेर हामी थाप्ले जाने हो। हामी अहिले थाप्ले बुद्धमा आइपुगेका छौँ। जय बुद्ध। हजुरले खेल्नु हुनेछ म किन औपचारिक रूपमा यसलाई चाहिँ पर्यटकीय क्षेत्र घोषित भएर अब हामीले पैसा छ भने जे भन्दा नि है त्यसले गर्दा यसो दिगोमा यसको राम्रो छ। तर अहिले चाहिँ के भने अहिले बत्ती हाम्रो दरौँ थाप्लेमा अहिले झोल भात लन्चको टाइम भएको छ। हाम्रो ठुलो दिदी ठुलो औमु हाम्रो बलराम औमु हाम्रो मन्जुले झोल भात रेडी बनाएर राख्नु भएको रहेछ। यहाँ बोनफायर पनि चल्दैछ। वेदर राम्रो खुलिरहेको छ अहिले। अनि यतातिर थाप्ले बुद्ध दरौँ थाप्ले। यसरी हामी सबैजना लन्च लिनको लागि रेडी छौँ भने यतातिर हाम्रो भ्यू टावर छ अनि होमस्टे जस्तै एउटा टेन्टहरू छ। यहाँ वेदर राम्रो खुल्दैछ। अब होपफुल्ली हामीले हिमाल देख्न सक्छौँ होला भन्दै सबैले लन्च इन्जोय गर्नु होला। धन्यवाद। हामी अहिले बेजाङ गाउँमा छौँ। यो हाम्रो सोपालको बेजाङ गाउँ हो। हामी एकछिन ब्रेकको लागि यहाँ उत्रेका छौँ। अनि यो बेजाङको समाज घर हो। समाज घरमा तल झन्डा फडफडाइरहेको छ। समितिका पूर्व सदस्य कान्ति रोमने धम्पुस्का रोम प्रमुख श्री सत्यबहादुर गुरुज्यूलाई आजको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन नमस्कार। जय बुद्ध। हामी पहिलो टिम यो हामी जुन कागबेनीमा हाम्रो गुम्बा कोने काने गुम्बा जुन उद्घाटन भोलि पर्सि हुँदैछ 11 तारिक फेब्रुअरीको। यसको लागि हामी प्रिपरेसनको लागि हाम्रो एडभाइजर यहाँ हुनुहुन्छ हाम्रो एसपी राजेन्द्र औमु अनि हाम्रो पाइलट रोड पाइलट यहाँ प्रदीप। अनि हामी पहिलो टिम हिँड्दैछौँ। अहिले हामी ह्याङ्जा काटेर कुन ठाउँ लेवा त्यसमा चाहिँ पुगिसक्यौँ। हाम्रो यतातिर हुनुहुन्छ फर्स्ट लेडी मिना गुरुङ अनि हाम्रो चेली प्रमुख लिना यता अनि हाम्रो यहाँ पछाडि चेयरम्यान हजुर चेयरम्यान अनि उपाध्यक्ष भाइस चेयरम्यान दुईजना दाजुभाइहरू यता पछाडि बस्नुभएको छ। हामीलाई राम्रोसँग लैजाने प्रयास गर्नुभएको छ। अनि यस्तो भन्दै के भन्न चाहे भन्दा हामी पुग्न यताउता हेर्नेछौँ अनि हजुरहरूलाई इन्फर्म गर्नेछौँ। हजुरहरू पनि सबैजना आउनु होला, साथ दिनु होला। यता ल्याउनु गयो त कता खिच्नु भएको। अनि सबैजना यसरी हामी आज एडभान्स टोली हामी चाहिँ यसरी जाँदैछौँ आज। भोलि सम्पूर्ण अब 3-4वटा बस अनि
लगभग 5-6वटा जीप स्कर्पियो 7-8वटा जीप स्कर्पियो आज केन्द्रबाट एउटा बस आउँदैछ यसरी जाँदैछौँ। केन्द्रबाट चाहिँ हाम्रो गाजु दिदीले 14जना लिएर एउटा बस आउँदै छ भोलि। यस्तो तरिकाले हामी चाहिँ जान लागेको छौँ। हाम्रो चेली प्रमुख हाम्रो लिनाको परिकल्पनामा हामी यसरी हामी सबैजना जाने अवसर पाएका छौँ। सबैजनाले पुण्य कार्य गर्ने अवसर पाएका छौँ। सबैको दिन शुभ रहोस्, सबैको भलो होस्। सी यू अल टुमोरो। नमस्कार, हामी अहिले मुस्ताङ जाने क्रममा हामी अहिले अम्बोटा भन्ने ठाउँमा रोकेका छौँ। यहाँ हामी लन्च गरेपछि हामी उता कागबेनी मुस्ताङ मार्फततिर जाँदैछौँ। हेर्नु होला, अहिले हाम्रो टिम एडभान्स टिम हो। हाम्रो गुम्बाको उद्घाटन चाहिँ 11 फेब्रुअरीमा छ भने भोलि हाम्रो लगभग 300 जना जति 7वटा बस अनि र 7-8वटा यो स्कर्पियोमा आउँदै हुनुहुन्छ भने हामी एडभान्स टिम हो। हाम्रो अध्यक्ष उपाध्यक्ष हाम्रो मेन की होल्डरहरू चाहिँ यहाँ आएर तयारी गर्नको लागि हामी आएका छौँ। धन्यवाद। यो रुक्से झरना हिँडौँ यहाँ त फोटो खिच। यो मुस्ताङ जिल्लाको गासामा हामी आइपुग्यौँ। यहाँ एकछिनको लागि हामी चेकपोस्टमा झरेका छौँ। अब यताबाट धेरै नै चिसो पलाएको छ, चिसो हावा चलेको छ। हेर्नुहोस्, यसरी मुस्ताङ जिल्लाका प्रमुख मुख्य पर्यटकीय गन्तव्य स्थलहरू यहाँ देखाएको छ। धन्यवाद। भात मिठो छ नि होइन हजुर? यो वास्तवमा खाना खाँदाखेरि चाहिँ जय किसान भन्नुपर्छ। जय बुद्ध, नमस्ते। हामी अहिले कागबेनी कोने गुम्बाबाट हो। अहिले बिहानीको पूजा हुँदैछ अनि यो रुदामा नामहरू लेखिरहने कार्यक्रम भइरहेको छ। अब म बाहिरको दृश्य अलिकति देखाउन चाहेँ। यहाँ यो कागबेनीको नदी यहाँ नजिकमै छ। यहाँ धेरै टिमहरूले यसरी आफ्नो पितृहरूको नाममा पिण्ड चढाउने कार्यक्रमहरू भइरहेको छ। यो एउटा एकदमै पवित्र स्थल, यो एउटा धार्मिक स्थल हो। यहाँ हेर्नुहोस् कागबेनी अनि यो दृश्यहरू यस्तो छ। एकदमै अहिले चाहिँ घाम लागेको छ। हाम्रो कागबेनी कोने खाने गुम्बाको दृश्य देखाउन चाहे। हेर्नु होला, यो कोने घोताने गन्डे समाज युके बाट सम्पूर्ण हाम्रो डोनरहरूबाट यो चेलीबेटी प्रमुख लिना गुरुङको परिकल्पनामा र एसपी राजेन्द्र गुरुङको संयोजनमा भएको यो
कोने गुम्बा हो, कोने खाने गुम्बा कागबेनीमा। अनि यो दृश्य यो ठ्याक्क यो नदीको नजिकै यसरी छ भने यहाँ सबैजनाले आफ्नो पितृहरूको नाममा पिण्ड चढाउने कार्यहरू भइरहेको छ। सबैको पितृहरू स्वर्गमा बास होस्, कसैलाई केही दुःख कष्ट नहोस्, सबैजना एकदमै सुखवती भवनमा बास गरोस्। हामी पनि यही प्रार्थना गर्दछौँ। यस्तो एउटा पवित्र ठाउँमा एउटा पवित्र गुम्बा बन्न सकेको छ। यसमा हामी धेरै नै गर्वान्वित भएका छौँ। सम्पूर्णलाई धन्यवाद भन्दै यो माथिको सिनहरू यस्तो छ। होटेल पनि धेरै टाढा छैन, निकै सेन्टरमा नै रहेछ। हामीले सोचेका थियौँ कि यो अलिकति टाढा छ कि भनेर। आज मौसम एकदमै खुल्ला भएको छ। हामी हिजो नै 2टा जिपमा हाम्रो मिडियाहरू अनि हामी अध्यक्ष उपाध्यक्ष मिसेसहरू, चेली प्रमुख, हाम्रो संयोजकज्यू हामी यसरी आएका थियौँ। अनि अब आजको दिनमा लगभग 250 to 300 जना 7-8वटा स्कर्पियो अनि 7वटा बसहरूमा सबैजना रिजर्भ गरेर आउँदै हुनुहुन्छ। हेर्नुहोस्, बिहानको मौसम छ, 8:45 बजेको छ अहिले। अनि यहाँ एकदमै न्यानो भइरहेको छ हाललाई। हजुरहरू पनि आउन चाहनुहुन्छ भने भोलि पनि आउन सक्नुहुन्छ। भोलि पनि तयार भएर बिहानै आउनुभयो भने हजुरहरूले यो प्रोग्राम भेट्टाउनु हुनेछ भन्दै म मेरो यो भिडियोलाई यहीँ अन्त गर्दछु। जय बुद्ध, जय कोने घोताने कागबेनी कोने गुम्बा। थ्याङ्क यू सो मच एभ्रिवान। कागबेनी गुम्बाको नजिकको लोकल स्थानीय बालबच्चाहरू घाम ताप्दै कानेगुनी गुम्बा वर छ। हामी यता आएको छौँ। बिहानै गुरुजीले पूजा गरेर यो दार्जिलिङ सबै परिवारहरूको नाम लेखेर यसरी लगाएको छ। सबैजनाको गरदश एकदम राम्रो राम्रो गरदश मात्रै लागोस्, नराम्रो जति सबै हराओस् भन्दै यो काली गण्डकी अनि यो जुन सानो यो आइरहेको छ खोला, यो चाहिँ मुक्तिनाथबाट जुन धारा छ, यो धाराबाट आएको पानी यो हो काली गण्डकी मिसिएर यसरी पवित्र बनेर यो काली गण्डकी बगेको दृश्य देखाउँदैछु। हाम्रो आज धेरै रफली 290 to 300 भक्तजनहरू आउँदै हुनुहुन्छ। राम्रोसँग आउनुहोला। हामी हजुरहरूलाई यहाँ एकदमै हामी स्वागत गर्नको लागि उत्सुक छौँ। जय बुद्ध। हामी अहिले कानेकुनी गुम्बाको माथि छोर्तेङको साथमा छौँ। यसरी बत्ती बाल्ने ठाउँहरू अनि यो भने हावाले यसरी घुमाइरहँदो रहेछ। सबैको जय होस्। भिडियो खिचिदिन्छ। समग्रमा कोने काली गुम्बा
निर्माण भइसकेको छ र यसको आज 11 फेब्रुअरी 2026 साल बुधबारको दिन माघ 28 गते 2082 साल हामी उद्घाटन गर्न गइरहेको छौँ र उद्घाटनको लागि गुरुङज्यू र हाम्रा मुक्तिदार काठमाडौँ स्थित वडा अध्यक्ष कर्म घाँचु गुरुङज्यूबाट म रिवर काटी उद्घाटन काटी गुम्बा उद्घाटन गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्छु। त्योभन्दा पहिला म बर्ता हालिदिनु हुन म हार्दिक अनुरोध गर्छु। सबैलाई ताली बजाइदिनु अरू बाहिर निस्किदिनुहोस्, चेलीबेटी यहाँ बस्नुहोस्, अध्यक्ष यहाँ, वडा अध्यक्ष यहाँ, अरू बाहिर निस्किदिनुहोस्। दाईहरू होइन, हजुरहरू होइन, दाई भाउजू अरू निस्किदिनुहोस्, अरू चेलीबेटीले पनि निस्किनु होला, दाजुभाइ पनि निस्किनु होला। भर्खरै हाम्रो चैत्यको उद्घाटन भयो। केही समय अगाडि कानेकोने गुम्बाको उद्घाटन भएको थियो भने भर्खरै हाम्रो चैत्यको उद्घाटन भएको छ। हाम्रो यो गुम्बामा जति पनि भक्तजनहरू आउनुहुन्छ यो सबैको पुण्यकर्मले सम्पूर्ण प्राणी जगतको कल्याण होस् भनेर कामना गर्दछौँ। जय बुद्ध। धन्यवाद। कोने काने गुम्बाको भर्खरै उद्घाटन भयो र चैत्यको पनि उद्घाटन भयो। अब हामी हलतिर लाग्दैछौँ। स्कर्पियोहरू 6-7वटा भनेको त लगभग 12-13वटै आएको छ अनि प्लस बसहरू पनि आएको छ। हामी चाहिँ अहिले यो ठुलो कम्युनिटी हलतिर प्रस्थान गर्दैछौँ। Behind
हाम्रो रुमबाट अहिले हामी चेकआउट गर्दैछौँ। हामी अब मुस्ताङको हाम्रो मुक्तिनाथमा जान्छौँ अनि त्यहाँबाट भरै अर्कै ठाउँमा बास बसेर हामी कोरोला नाकातिर जानेछौँ। धन्यवाद। मुक्तिनाथ आउँदैछ हामी मुक्तिनाथ ल ल मुक्तिनाथ भेटाउनलाई हामी त्यहाँ को 108 धारामा हामी अहिले जल छर्किँदैछौँ, पवित्र हुँदैछौँ। हेर्नुहोस् मान्छेहरू त यसरी वस्त्रविहीन भएर यस्तै आउन सक्नुहुन्छ। उहाँहरूलाई सेल्युट छ। ल हाम्रो कुमार सारा एफोर्ट लगाउँदै हुनुहुन्छ। हाम्रो बहिनीले मिना बहिनीले पनि यहाँ जल छर्किँदै टाउकोमा। र अब म मेरो पालो। मुक्तिनाथ भगवान की फोटो खिच्नु भर्खरै हामी मुक्तिनाथको दर्शन गरेर गुरु रिम्पोछेको गुम्बामा आएका छौँ। यहाँ जय गुरु रिम्पोछे। जय गुरु रिम्पोछे। के चिप्लो छ है यो मुक्तिनाथको मन्दिरमाथि भएको गुरु रिम्पोछेको मन्दिरमा भर्खर हामीले दर्शन गरेर निक्लेका छौँ। यता सिन यस्तो राम्रो छ। हिउँ परेको दृश्यहरू छ। केही दिन अगाडि एकदम भारी हिउँ परेको रहेछ अनि अहिले सनसेट भइसकेको छ। बाहिरको दृश्य यस्तो छ अहिले यहाँ। हिउँ पर्यो फुरुरु। जय बुद्ध। हामी 4 दिन बस्यौँ यो कागबेनी पवित्र स्थलमा। हाम्रो KG3 को गुम्बा कोने कानिङ गुम्बा उद्घाटन भइसक्यो हिजो 11 फेब्रुअरीमा। आज हामी दुईटा स्कर्पियोमा हामी चाहिँ अब ढुम्बा तालतिर जान्छौँ। ढुम्बा लेकमा दर्शन गरेर हामी फेरि पोखरातिर मार्फामा अलिकति सपिङ गर्छौँ अनि त्यसपछि लाग्छौँ। यहाँ हेर्नुहोस् यो पवित्र स्थलमा कहिले पनि मान्छे नटुट्नु रहेछ। जहिले पनि श्राद्ध गर्नको लागि आफ्नो पितृहरूलाई पिण्ड चढाउनको लागि यसरी हरेक दिन यहाँ पुरा प्याक हुँदो रहेछ। ल जय बुद्ध। सबैको दिन शुभ रहोस्। फेरि भेटौँला नेक्स्ट इयर। जय बुद्ध।
यो मुस्ताङ जिल्लाको डुम्बा लेक हो। अहिले एकदमै सफा मौसम छ, एकदम सनी, एकदम घाम लागेको छ। धेरैभन्दा धेरै पर्यटकहरू दार्जिलिङबाट पनि आउनुभएको हामीले पायौँ। फोटो सुटिङ हुँदैछ कुमार बिनाको। अनि एकदम राम्रो भ्यू देखेको छ, छल्लङ्ग पूजा गर्छ। अनि यहाँ पहिला उहिले त्यो तालको भित्रबाट चाहिँ सेतो डोडो बाटो थियो अरे। त्यो बाटोमा चाहिँ खान्डो भनेको देवीहरू हिँड्ने बाटो थियो अरे। यो तालको इतिहास। अब त्यस्तो फार्मै गरेर पैसा खर्च गर्नु त काम छैन। अब त्यो स्याउ फार्ममा एउटा नामको मात्रै एउटा कटेज बनायो भने यो मार्फा गाउँ फेरि पुग्न पुगेला नि, फेरि उहाँ पोखरा अलि छिटै पुग्नु पर्ने छ क्या। फेरि मार्फा गाउँ अब हामी गाडी रोकेर मार्फा गाउँमा जेरी गल्लीमा जाने हो अनि फेरि यो डिलरहरूमा सपिङ गर्ने हो। यो चाहिँ मार्फा म्याक्सिमम 20 मिनट डिलरमा सपिङ लिए मैले यहाँको सुकुटी जे लिए। हेर्नुहोस् एकदम न्यानो छ, आज घाम लागेको छ, एकदम राम्रो वेदर भएको छ। हेर्नुहोस् हामी मार्फा गाउँमा झरिसक्यौँ। जय हो। हामी मार्फा गाउँमा छौँ अहिले। अब हामी पोखरा जान लागेको। अब केही सपिङहरू गरौँ भनेर यो मार्फा डिलर्स एन्ड होलसेल पसलमा हाम्रो साथीहरू, हाम्रो टिमभित्र जानुभएको छ भने अब म पनि गएर केही सपिङ गर्नु पर्ला। धौलागिरी हिमाल बन्ने छ कि हजुर हामी पोखराको रङ्गशालामा छौँ। म्याराथनमा हामी पार्टिसिपेट हुँदैछौँ। अहिले बिहानको 6 बजेको छ अहिले। म्याराथनको पहिला हामी छोडेको छोड्ने थियौँ, तर यो पटक 5 किलोमिटर सबैभन्दा अगाडि जानेछौँ। 5 किलोमिटरमा सबै क्याटेगोरी र रन फर फन सँगसँगै जानेछ। Finally we have done. Finish point मा आयौँ हामी। KG3 यसरी फिनिस पोइन्टमा आएर समाप्त भएको छ। सबैलाई धन्यवाद। Come on, baby.
हामी ह्याप्पी भ्यालेन्टाइनको उपलक्ष्यमा अहिले हाम्रो पोखरा म्याराथन टिम कोने घोटाने घन्डे टिमलाई माया गुरुङबाट ट्रिट भन्दैछिन्। अहिले हामी यो क्याफेमा आउँदैछौँ। सर्वप्रथम हाम्रो माया बहिनीको छोरी है भान्जी र ज्वाइँलाई बधाई छ। यहाँ रेस्टुरेन्ट खोल्नुभएको रहेछ। बहिनीलाई पनि बधाई छ। कोने घोताने घोन्डे समाज आज यहाँ पोखराको म्याराथनमा हामी जोइन भयौँ बिहान। अहिले यहाँ पुरा हाम्रो रनिङ फिनिस भएर रिल्याक्स गरेर यहाँ भान्जीको रेस्टुरेन्टमा कफी चिया ब्रेकफास्ट खाँदैछौँ र हाम्रो छोटो दाजुभाइ तथा चेलीबेटीहरूको संयुक्त भिडियो यहाँ बनेको छ। राम्रो समय हेर्नु होला। अध्यक्ष भाइ उता दाहिने साइडमा हुनुहुन्छ, चेलीबेटी प्रमुख विशेष कामले जानुभयो, अलिकति यहाँ मिस भएको छ। एनिवे यो चाहिँ नि 1 मिनटको भिडियो एकदम पृथक छ, सम्झनुहोस्। जय कोने घोताने घोन्डे समाज युके जय होस्। हाम्रो भान्जी र ज्वाइँको जय जय होस्। यतातिर हाम्रो चाहिँ नि ल एक दर्शन गर्नुहोस् अध्यक्षज्यू, कमल भाइ लो, कुसान सोल्टी, हाम्रो भोज सोल्टी, ल हाम्रो विनोद सोल्टी, हाम्रो चाहिँ नि यहाँ संस्थापक अध्यक्ष दाइ हुनुहुन्छ। एनिवे ल ह्याप्पी भ्यालेन्टाइन डे यो पनि इन्क्लुड यसैमा छ। 1 मिनट 30 सेकेन्ड हुँदा जय दिदी बहिनी दाजु भाइ ज्वाइँ चेलोको सबैको जय होस्। भाउजू बुहारीहरूको पनि जय होस्। Thank you so much. ल यहाँ गिफ्ट गरे ल यहाँ बहिनीबाट निर्मला बहिनीले गिफ्ट दिनुभएछ दिदीको सबबाट। जम्पू जाने सबैलाई ल ल सबैमा नमस्ते। आज हामी युकेको KG 3 को दाजुभाइ तथा चेलीबेटीहरू धम्पुसबाट हामी लङतिर 2 दिने भिजिटमा जाँदैछौँ र यो हामीले बुक गरेको बस हो। यो पुरा भरिएको छ 35 सिटे र अर्को 3टा स्कर्पियोमा पनि मान्छे आउँदैछ गर्दाखेरि हामी यसरी यहाँबाट हरि चोकबाट हामी हिँड्नेवाला छ गर्दाखेरि जे होस् हाम्रो यात्रा एकदम सुगम र सफल रहनेछ 2 दिने यात्रा भन्दै म यहाँ मेरो यो बनाइलाई यहाँ रोक्न चाहेँ। जय बुद्ध जय KG 3 जय बुद्ध जय KG 3 युके। आज अब हामी धम्पुस हुँदै लङमा हामी बस बसेर जान्छौँ। हाम्रो 2 दिने यात्रा छ। हिजो पोखरातिरको केही भेटघाट र कार्यक्रम हाम्रोमा सहभागी भयो गर्दाखेरि ल जय KG 3 ल आज धम्पुस हुँदै लङमा गएर बास बस्ने ल जय बुद्ध जय KG 3 युके ओम मनते आज बादल अहिले एकछिनपछि खुल्ला हिमाल। पोखरी टोल जति पनि अहिले यहाँ धेरै जस्तो चाहिँ चेलीबेटीहरू अब दाजुभाइहरू चाहिँ आउनुभएको छ। उहाँ प्रायः चाहिँ यही जग्गा घुमेर जानुभएको छ। उहाँलाई चाहिँ सायद धेरै चाहिँ बताउनु पर्दैन। त्यही केही मात्रामा हाम्रो दाजुभाइहरू हाम्रो चेलीबेटीहरू कोही बुहारीहरू पनि हुनुहुन्छ। उहाँ सायद पहिलोचोटि आउनुभएको होला। त्यसलाई म छोटो केही समय लियो। हजुरहरूको समय एकदम चाहिँ पाबन्दी छ तपाईँहरू। त्यस कारण चाहिँ 2 मिनट मात्रमा के भन्न चाहन्छु भने यो पोखरी टोल धम्पुस गाउँको चाहिँ समुद्र सतहबाट उचाइ 1650 मिटरदेखि लिएर 1700 मिटरसम्म छ।
अहिले जहाँ हामी अवस्थित छौँ पोखरी टोलमा यसको चाहिँ उचाइ छ 1655 मिटर। अहिले हामी जो हामी यहाँ खडा छौँ अहिले। पानी खाने हो अनि फेरि जाने हो। हाम्रो कुमार बाबुको घर आइपुग्यो हामी। हाम्रो KG3 अध्यक्ष कुमार अनि हाम्रो मिना बहिनीको डम्पुसको स्विट होम। र चाहिँ हाम्रो नौमती पारसम्मबाट पनि हजुरहरूलाई पुरा चाहिँ स्वागत भन्न चाहन्छु। अहिले हामी डम्पुस पोखरी टोलको स्वर्गीय काजीमा गुरु तथा स्वागत कार्यक्रम हाम्रो अध्यक्षजीको घरमा त चिया कफी खाजा प्लस सम्पूर्णलाई सम्मानको प्रबन्ध गर्नुभएको रहेछ। वाउ, धेरै इम्प्रेस। तपाईँ बस्नु त मिलन दाइ ल मेरो दिदीको भिडियो ट्याक्का ल। आज धम्पुस गाउँमा आइपुगेका छौँ हामी। यो कुमार भाइकै घर हो। गर्दाखेरि यसरी हामी चाहिँ नि सम्मान कार्यक्रम भएको छ। कुमार भाइको हाम्रो कुमारको घरमा रूपाको माइत ध्रुवको माइतमा खाजा खाएर हामी अहिले माथि डाँडामा आउँदैछौँ। उहाँहरूले कता लानुहुन्छ खै लन्च भन्नुभएको छ। हामी अझै घुम्ने क्रम जारी छ। सबैजना यसरी आउनुभएको छ। उहाँ 91 वर्षको बाबा UK रेडिङमा बस्नु हुँदो रहेछ, तर अस्ति मुक्तिनाथमा पनि पुग्नुभयो अनि आज यसरी आफै यसरी हिँड्नु हुँदो रहेछ। हाम्रो रूपा ध्रुव कुमार सबै सानोमा पढेको स्कुल
त्यो येलो कलरको रहेछ। हामी तल थियो भिर त्यो पहिरोले लैदियो हजुर त्यहाँपछि यहाँ सर्यो हजुर अनि यहाँ 5 सम्म थियो अनि 6बाट देउरेली हामी अहिले धम्पुसको डाँडामा छौँ। हाम्रो रूपा कुमार ध्रुव सबैजना यहाँ चेलीहरू धेरै एक्साइटेड। हजुर हरिकासी दिदीको माइत कि घर माइत त्यता त्यो चिल्ले साबे कुमारको अनि अर्को दिदीको पनि त्यहीँनिर है सबैजना आमा कति रमाइलो ठाउँ। हजुर ल म एकपल्ट सबैले घुमाइदिएँ यतातिर है। यहाँ लन्च प्रोग्राम भन्दैछ लन्च। यहाँ पिङ पनि रहेछ। धेरै रमाइलो ठाउँ रहेछ धुम्पुस। हजुरहरू पनि आउनुभएको छैन भने एकपल्ट जरुर आउनु होला है। यहाँनिर चाहिँ यस्तो क्याराभ्यानहरू जस्तो रहेछ। यो सायद होलिडे होमहरू होला। अलिअलि बादल लागेको छ तर घाम पनि लागेको छ। रमाइलो छ। हामी अहिले लोहाङ गाउँमा छौँ अनि अहिले खाजाको टाइम भएको छ। सबैजनाले हाम्रो खाजा खाँदै हुनुहुन्छ। इन्जोय गर्नु होला है सबैजनाले। चियर्स। यतातिर हाम्रो टिम यतातिर छ। खाजाको टाइम भएको छ। लोहाङ गाउँमा कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ तपाईँहरूलाई? कस्तो रहेछ? चिया जस्तै छ हेर्नुहोस् है। अनि यता हुनुहुन्छ हाम्रो टिम। फेरि यसरी सबैजनाले खाजा भुजा खाइरहनु भएको छ यता। भनेदेखि हाम्रो आमा समूहले यता खाजाहरू सर्भ गर्दै हुनुहुन्छ। एकदम होमस्टे हजुर। एकदमै मिठो होला जस्तो सेलरोटी छ। यो सेलरोटी अब म पनि गएर ट्राई गर्छु। अनि हाम्रो एसके भाइ अनि ताराको गाउँमा यसरी यो केजी 3 को ब्यानर पनि माथि लगाएको छ। यस्तो ठाडो उकालो रहेछ लोहाङमाथि। हामी चियाबारीमा जान लागेको तर म त पुच्छेमा छु। हेर्नुहोस् गाउँ तल छ। नमस्ते पनि गर्नु। नमस्ते गर्नु। जय बुद्ध। जय बुद्ध। जय लोहाङ। जय केजी 3। धन्यवाद। लोहाङ भिलेज। हेलो हेलो चियाबारी। यो इलाम होइन है, कन्फ्युज नहुनु। सेकेन्ड इलाम लोहाङ गाउँ हो। चियाबारीमा। ल अब दाइको के हो विचार? ल देब्रेतिर पहिला यसो पनि घुम्ने हो। ल
हामी लुवाङको चियाबारीमा आएको अनि यो कटेजहरू रहेछ 6वटा बस्नको लागि पनि रुमहरू छ अरे यो चियाबारी झप्पै चियाबारी हेर्नुहोस् यस्तो टम्मै छ इलामको जस्तै है यस्तोमा लाइभ नचली भने के यस्तो नाच जागो लाइभ खेती हो यस्तो लाग्छ जय बुद्ध जय लुवाङ गाउँ जय खोने परिवार थ्याङ्क यू एभ्रीवान धेरै धन्यवाद यो बसमा हामी सबैजना जाँदैछौँ अनि बसमा प्लस यो हाम्रो 2टा गाडीहरू छ सबै टिमहरू सँगै हिँडेर सँगै जान लागेका छौँ है हामी अहिले गलेक गाउँमा छौँ नमस्ते तपाईहरुले हिजो आउनुभएछ हामी त बल्ल बल्ल आज आइपुग्यौँ यो गलेक गाउँ हो गलेक गाउँमा वेलकम गर्ने नानीहरूले यसरी नाचिरहेका छन् हिँडेर सबै जिम्मेदारी हुनुहुन्छ मेरो प्रस्तावलाई स्वीकारेर यहाँ आइदिनु भयो भिजिट गराइदिनु भयो र मेरो कर्मस्थल यहाँलाई परिचय दिने अवसर दिनुभयो थ्याङ्क यू सो मच मैले मान्नुपर्नेहरू हुनुहुन्छ माया गर्नुपर्ने साथीहरू पनि हुनुहुन्छ सबैजनालाई फेरि पनि धन्यवाद यहाँहरूको नमस्ते सबैजनालाई कुवेतबाट हामी जुन टुरमा गएका थियौँ हाम्रो काने खोनिङ गुम्बा उद्घाटन गर्नको लागि हामी बचे खुचेको टिमहरू हामी सकुशल अहिले कुवेत एयरपोर्टमा ट्रान्जिटमा छौँ अनि सबैजना आराम हुनुहुन्छ वरि नगर्नुहोला हामी अहिले कुवेतको 5 स्टार होटल होलिडे इनमा छौँ हामी आज स्टक भयौँ यहाँ सबै एरोप्लेनहरू सबै आज स्ट्यान्ड डाउन भएको छ त्यसले गर्दाखेरि विभिन्न होटलहरूमा एयरलाइन्सले हामीलाई म्यानेज गरेको छ यो हाम्रो 6 जनाको टिम चाहिँ अहिले हामी यो होलिडे इनमा छौँ हजुरहरू ढुक्क हुनुहोला फिक्र नगर्नुहोला हाम्रो लाइन क्यू रिसेप्सनमा यसरी भइरहेको छ यो कुवेतको होलिडे इन होटल यसरी स्टक हुँदाखेरि ओभियसली एकदमै के हो त लागेको छ सबैलाई चिन्ता पनि लाग्यो होला तर होटल चाहिँ एकदम दामी भव्य रहेछ ल धन्यवाद शुभरात्रि आज 28 फेब्रुअरीमा यो कुवेतको एयरलाइन्स अनि कुवेतको एयरपोर्ट नै सबै बन्द भएको हुनाले हामीलाई एयरलाइन्सले होटलमा शिफ्ट गरेको छ हामी अहिले हाम्रो केही साथी टिमहरू चाहिँ क्राउन प्लाजामा बसेका छौँ यो 5 स्टार होटल राम्रो रहेछ यो लिभिङ रुम यसरी यहाँ डाइनिङ लिभिङ रुम छ भनेदेखि यतातिर टी कफी बिग टेली अनि हजुरको यता
तलतिर हेर्नु हो भने यो तल रिसेप्सन रुमहरू अनि खाजा खाने ठाउँहरू छ। अनि म चाहिँ यतातिर देखाउन चाहेँ। यो इन्ट्रेन्स हो हाम्रो र यता भित्र यो ड्रेसिङ टेबल अनि यो आइरनिङ बोर्ड छ। यो भित्र आइरनिङ बोर्ड, यता कबोर्ड के छ। यसरी ड्रइङ सेफहरू रहेछ। भनेदेखि यतातिर बाथरुम टोइलेट यतातिर छ। अनि सावर यता गर्दै ड्रेसिङ रुम अगेन। अनि यो बेडरुम यहाँ मेसी छ। यसरी सबै कुरा केही टाइडी गर्न पाएको छैन। धेरै टायर्ड छौँ। नेपालको 2:30 बजिसक्यो तर हामी भर्खरै डिनर खाएर आएको। अनि यो तल हेर्नु, हामी 13 तल माथि छौँ। हाम्रो साथीहरू, दाइ दिदीहरू अनि हाम्रो चेली लिना, हामी चाहिँ 13 तलमा हामी सँगै छौँ। त्यसले गर्दाखेरि अब रेस्ट गर्नु पर्ला। रातिको 2:30 भइसक्यो नेपालमा भने यहाँ पनि 10:15 हुन लागिसक्यो। ल यति नै हो आजको अपडेट। कसैले फिकर नगर्नु होला, हामी ठिकठाक छौँ। ल धन्यवाद। गुड मर्निङ, नमस्ते। हामी कुवेतको होटल क्राउन प्लाजामा छौँ। अनि अहिले हाम्रो ब्रेकफास्ट टाइम भएको छ। हामी सबैजना सर्वप्रथम भन्न चाहेँ कि हामी सकुशल छौँ। अनि यो हाम्रो ब्रेकफास्ट टाइममा चाहिँ हामी ब्रेकफास्ट यसरी खाँदैछौँ। यहाँ सबै टिमहरू यहाँ यसरी छ। अनि हाम्रो 6 जना चाहिँ हामी एक जग्गामा छौँ भने हाम्रो माइजू, काका काकी र हाम्रो विनोद दाई अर्को होटलमा पढ्नुभएको छ। यस्तो गरेर हामी सानो क्लिप देखाउन चाहेँ मैले। यहाँ हाम्रो ब्रेकफास्टको यो राउन्ड बफेट यसरी लागेको छ। हामी भर्खरै ब्रेकफास्ट गऱ्यौँ। अनि यो ल्यान्डिङ, यो रिसेप्सन एरियामा पनि बस्नको लागि अलिकति प्रोहिबिटेड, अलिकति मनाइ जस्तै रहेछ। सबैजना अब ब्याक टु हामी आफ्नै माथि रुममा क्वारेन्टाइन जस्तै हो लगभग। माथि जानुहोस्, हिँड्नुहोस्, उताबाट राउन्ड गर्नुहोस्। ल ल ल ल म अब कति दिनसम्म हो। ल गो सिट डाउन। फलो गर्नै पर्यो अब, होइन दिदी? हजुर हजुर, थ्याङ्क यू। माई प्लेजर। यहाँ लिनाले पनि भिडियो गर्दैछिन्। अब हामी माथि नै जान्छौँ। अनि आफ्नो आफ्नो रुममा बसेर हामीले न्युजहरू अपडेट हेर्नेछौँ। होपफुली छिट्टो फ्लाइट ओपन होस् अनि छिट्टो हजुरहरूलाई भेट्न पाऊँ। ल उहाँहरू सबैजना मस्त व्यस्त यसरी हुनुहुन्छ है। म चाहिँ हाम्रो भाइबर ग्रुपमा राखिदिन्छु अहिले। ल शुभ दिन सबैको, जय होस्। Ground Plaza Hotel, very nice, very good. Reception and you are our friend now. Nice to see you. From Kathmandu. Yeah, from Kathmandu. Thank you. And then
गुड मर्निङ, नमस्ते। हामी अहिले ब्रेकफास्ट खानको लागि हामी सबैजना यसरी लिफ्टमा जाँदैछौँ। हाम्रो साथ कहिले नछोटोस्, यो हाम्रो नाता कहिले नटुटोस्। खुसी तिम्रो होस्, हाँसो मेरो होस्, दुःख तिम्रो होस्, आँसु मेरो होस्। यो हामी कुवेतको मरिन मलको हिँड्दैछौ। हजुर औमु ल एकदमै राम्रो भिडियो गर्नुभएछ। कस्तो लाग्यो औमु? एकदमै तपाईँलाई धेरै धेरै धन्यवाद। हाम्रो औमु त नरेन्द्र मोदीको हेला जस्तो देखिएछ नि आज। है चन्द्रशेखर नरेन्द्र मोदीको साथी जस्तो। ल हाम्रो अमर बाबु, हाम्रो दाई अनि दिदी यसरी यहाँ घुमिराख्नु भएको छ। ठाडोकै नभएर चाहिँ बहिनी सरी, मेरो अदुवा जस्तो अनुहारले त थिच्दै पनि नथिच्दो रहेछ। यस नमस्ते। कुवेतको यो सी साइडमा आइपुगेको छ अहिले। यसको ठ्याक्कै यो समुद्री यताको किनारबाट उता इरानमा पुग्नलाई ठ्याक्कै 100 किलोमिटर छ। जे होस्, अब यहाँ एउटा होटल छ। यो होटल यो छ त्यहाँ एउटा होटल। अनि यसरी सी साइड हुँदै हामी घुम्दै आएको छौँ र यतातिर अब फेरि यो स्पेसल के भन्छ यो कुटनीति टिम यहाँ आएको छ वार्ताको लागि। यो भरे जाए नि 9:30 बजे ट्याक्क वार्ता सुरु हुने। धन्यवाद। जय बुद्ध। हामी कुवेतको बजारमा छौँ। हामी अहिले हाम्रो आज फाइनल दिन यहाँ, त्यसैले हामी तम्पा नेपाली रेस्टुरेन्टमा डिनर गर्नको लागि हामी यसरी जाँदैछौँ। कुवेतको सिटी, कुवेत सिटी। हामी यहाँ आज 14 दिन भयो। हामी कुवेतमा बसेको 14 दिन भयो। आज हामी डिनरको लागि यता नेपाली रेस्टुरेन्ट थमेल होइन, यहाँ तम्पामा आउँदैछौँ। जय बुद्ध। कुवेतमा हामी यहाँ आज 15 दिनको बसाइमा यहाँ हाम्रो कुवेत तमु समाजका संस्थापक अध्यक्ष अमर बाबुबाट शोभायात्राको खाता दोसल्ला ओराएर हामीलाई शोभायात्रा भन्नुभएको छ र लुम्बिनी समाजको उपाध्यक्ष अमृत भाइ पनि छ, अवतार भाइ पनि यहाँ छ मेरै गाउँको। यसरी कार्यक्रम हाम्रो चाहिँ नि शोभायात्राको यहाँ आएर सकि। हामी होटलबाट अब जान लागेको। नमस्ते, गुड मर्निङ। आज हामी क्राउन प्लाजा होटलमा 15 दिन बसेर हामी आज युके को लागि जाँदैछौँ। हामी अब रियादमा जाने हो। रियादबाट हामी 12 जना यो भ्यानमा हिँड्दैछौँ। हामी चाहिँ युके सन्डेमा ल्यान्ड हुन्छ। सबैको यात्रा शुभ रहोस्। धन्यवाद।
जय बुद्ध नमस्ते। हामी यो 12 सिटर हामी यो मिनी बसमा छौँ अहिले। हामी अहिले यहाँ कहिले भन्दा 28 फेब्रुअरीबाट यहाँ कुवेतमा आएर क्राउन प्लाजा होटेलमा अड्केका थियौँ, बसेका थियौँ, गजबले बसेका थियौँ। तर 12 जना हाम्रो गुरुजी पनि यहाँ हुनुहुन्छ। सम्पूर्ण हामी सबै यहाँ यसरी छौँ। हाम्रो लिना कन्सियो नेत्र, हाम्रो सुपर हिरो दाई हेर्नुहोस् पछाडि बस्नुभएको छ होइन, हाम्रो दिदी हुनुहुन्छ यहाँ है। अनि हो अनि ल हामी चाहिँ अहिले प्रस्थान गर्दैछौँ रियाद। हाम्रो यात्रा एकदम शुभ रहोस्। अनि एकदमै हाम्रो मन कस्तो भइरहेको छ भने अहिले सिमलाको भुवा सरारा मन नभइकन सिमलाको भुवा जस्तो भएको छ। कसरी उडेछ नेत्र? पुगिसक्यो ल है। ल सी यु सुन गाइस। ल सबैजनालाई छिट्टो भेटौँ ल है त। धन्यवाद। हामी कुवेतबाट साउदीतिर जाँदैछौँ। साउदीतिर जाँदाखेरि हामी यहाँ वासरुमको लागि साउदी अरब हामी कुवेतबाट हिँडेको बिहान 11 बजे। अब हामी अझै 3 घन्टा जस्तोमा चाहिँ रियाद एयरपोर्टमा पुग्छौँ। हेर्नुहोस् अब यो हामी अहिले रियाद एयरपोर्टमा छौँ। अब जेद्दामा जान्छौँ। जेद्दाबाट फेरि हामी लन्डन क्याटविक जान्छौँ। धन्यवाद। शुभयात्रा। जेद्दाको इन्टरनेसनल एयरपोर्ट। हामी अब A34 गेट नम्बर A34 तिर जाँदैछौँ।